Hi everyone, welcome back to my channel. I hope everyone is doing good. अनि म पनि एकदमै सन्चै छु. हल्का रुगा खोकी चाहिँ लागिरहेको छ तर it's all good. अनि after I think 1 month भयो होला नि मैले के ब्लगहरु पोस्ट गरेको छैन. अब त्यस्तै भइरा थिए, हल्का बिजी पनि थिए अनि बीचमा छुटेपछि चाहिँ कस्तो अर लाग्दो रहेछ कि ब्लगिङ गर्ने बानी छैन नि त. अनि त्यही भएर नि होला सायद. तर आज चाहिँ वेदर यति राम्रो थियो अनि त्यही भएर I thought कि आज चाहिँ एउटा ब्लग बनाउँछु भनेर. एक्चुअली ब्लग बनाउँछु भनेर चाहिँ हैन, भाइ र म चाहिँ आज बाहिर जाँदैछौं यतिकै डे आउटको लागि. अनि म त्यही क्याप्चर गर्छु मोमेन्ट्सहरु भनी सोचे. अनि भाइको नि अब 10 क्लास भयो अनि अहिले चाहिँ भाइको भ्याकेसन चलिरहेको छ नि त. अनि त्यही भएर चाहिँ भाइ र म जान्छौं अनि प्लान गरेको छु. अनि लेट्स सी कस्तो हुन्छ आज ब्लग हेर्दै गर्नु होला. अब चाहिँ हामी जान लागेको इन्ट्रो भिडियो सुट गरिहाल्छु भनेर. भाइ चाहिँ मलाई वेट गरेर बसिरहेको छ होला तल. सो आई एम रेडी. आज क्याजुअल हो नि त, त्यतिकै आउटिङको लागि हो. सो एकदम कम्फर्टेबल लगाइरहेको छु. अनि या कीप वाचिङ माई ब्लग. आई होप हजुरलाई रमाइलो लाग्छ होला. त्यस्तो त केही छैन. अब कता जान्छौँ हामी के गर्छौँ म देखाउँछु है त, हेर्दै गर्नु होला. ल बाबु चाहिँ रेडी भयो नि हैन. ल मम्मीलाई चाहिँ अब हामी बाई भन्ने अनि जानी. मार्कु तिमी आमासँग बस्छ ल. मम्मी कता हो? ए मम्मी त आफ्नो सफा गर्दै हुनुहुँदो रहेछ. फुलहरुसँग यति माया छ मम्मीलाई. यही हेरेर सफा गरेर बस्नुहुन्छ. भाइ र म लाफिङ खान जाने भनेको के. भाइलाई लाफिङ खान जान मन लाग्यो रे. आको राम्रो देखेको मम्मी. यो यस्तो ओरेन्ज कलरको नि हुँदो रहेछ है. मैले लास्ट टाइम हैन बेबी पिङ्क अनि हल्का लाइट ओरेन्जमा छ नि त यो. अस्ति नै मैले ब्लगमा देखाउँदै यो फलेको थिएन है. फलेको रे फुलेको थिएन. अहिले कति राम्रो भएको है. ओहो मम्मीको मेहनत हो नि त यो फुलहरु छ. ल मम्मी हामी गयौँ है त. सफा गर्दै हुन्छ. मार्कु बाई बाई बाई. यो चाहिँ मलाई अति राम्रो लाग्छ मेरो भाइको बानी. अब हामी कहीँ बाहिर जाने भनेपछि उसले चाहिँ म स्कुटी निकाल्दिन्छु भन्छ. पहिला यति सानो थियो मेरो भाइ, कहिले ठुलो हुन्छ भनेको अहिले दिदीलाई हेल्प गर्ने भइसकेछ. सो स्वीट. वेदर यस्तो राम्रो छ भनेको त घाम लागिहाल्यो है. म चाहिँ अब आफ्नो ग्लोभ्सहरु लाउँछु न त यस्तो ट्यानिङ हुन्छ घामले. अनि अब चाहिँ हामी जान्छौँ तर हामीलाई चाहिँ थाहा छैन एक्ज्याक्ट प्लेस. एकचोटि चाहिँ म गएको थिएँ दिदीसँग है, मैले यस्तो बिर्सेँ. सो अब हामी चाहिँ त्यहाँ गएर हामी यति कन्फ्युज भयो. मैले दिदीलाई चाहिँ अनलाइनै बस भनेछु. अब दिदीले चाहिँ हामीलाई हेल्प गर्छ. भाइ र म चाहिँ जान्छौँ. सो गाइस हामी चाहिँ त्यहाँ गएर भेटौँ है त. मान्छेहरू नि क्या दामी है अहिले त. हाम्रो डेस्टिनेसन आयो. द लाफिङ सेन्टर. यता पार्किङ गरिदिनु है. सो म चाहिँ यहाँ आफ्टर 6 मन्थ पछि आएको. लास्ट टाइम हजुरहरूले देख्नु होला म यही प्लेसमा म मेरो दिदीसँग आएको थिएँ. अनि अहिले चाहिँ मैले कस्तो ठाउँमै बिर्सेँ. तर दिदीलाई चाहिँ भिडियो कलमा राखेर भाइले दिदीले पुरै हाम्रो लोकेसन भन्दै. सो फाइनली हामी चाहिँ आइपुग्यौँ. अनि मैले अर्डर दिएँ ड्राई र उसमा झोलमा दिएँ. अनि एउटा चाहिँ किमा नुडल मैले ट्राई गरेको यहाँको. सो त्यो ट्राई गर्नु लाग्यो. अब चाहिँ कस्तो हुन्छ आम एक्साइटेड. दिदी र म घर आएको थियौँ यहाँ. सो यहाँ दिदीलाई चाहिँ मिस गरेर आएको छु. अब दिदी नेक्स्ट टाइम आएको फेरि आउनुपर्छ ल. मम्मीलाई पनि ल्याउनु हुन्थ्यो. अब 3 जना आउनु मिल्दैन स्कुटीमा है. अनि ठाउँ पनि थाहा थिएन कि मलाई. अब अर्को जोड चाहिँ मम्मीलाई लिएर आउँछु. बाबालाई त इन्ट्रेस्ट लाग्दैन यस्तो बाहिरको खानेकुरा. अझै खाम भन्यो भने त बाबाले उल्टै गाली गर्नुहुन्छ. बाबालाई भन्नु हुँदैन. ल लाफिङ पनि आयो. थ्याङ्क यू. ल बाबुले फर्स्ट बाइट ट्राई गर्छ है त. मिठो यो सुप ट्राई गर न बाबु. यहाँको सुप पनि कस्तो मिठो हुन्छ कि. हेर न हेर्दै कस्तो टेम्पटिङ देखेर. सुप मात्रै ट्राई गर त. अनेस्ट रिभ्यू है त. मिठो हो. पिरो ठिक छ नि है. म तिमीलाई भनेर पिरो कम हाल्नु भनेछु. ल अब म पनि ट्राई गर्छु. आई कान्ट वेट. मलाई चलाउनै आउँदैन त्यो पनि.
मेरो भाइले चाहिँ मलाई सिकाइरहेको थियो यो चलाउनलाई म ट्राई गर्छु ठिक छ यो समालेको नुडल पनि आएछ मिठो खाएको है यहाँको त्यो स्पाइस नै छुट्टै मिठो हुन्छ क्या मलाई यो ट्राई गर्न मन लाग्छ दामी हामीलाई त अझै चाहिन्छ जस्तो मेरो यति चाहिँ पुग्दैन अब लाइक कोक पनि आएछ मलाई चाहिँ रुगा लाग्छ म खाँदिनँ तिमी खाऊ ल यो ट्राई गर ल मलाई किन यो सुपै मनपर्छ क्या मिठो यहाँ आएर यो खाएको थियो यो मेगी नुडल के अरे यो यहाँ आएर यो किमा नुडल खाएको थियो फर्स्ट टाइम हो यो तिनवटा पनि तिमीलाई सबभन्दा राम्रो कुन लाग्यो मिठो यो मान सुप सुप मन पऱ्यो क्या त्यसको है यो ठाउँ पनि यस्तो राम्रो होइन यहाँ पुरै ग्रिनेरी हो एज यु क्यान सी कोक खान मन लाग्यो मैले कन्ट्रोल गरेर बसिरहेको छु म चिसो खानै हुँदैन घाँटी दुखिहाल्छ ओहो भाइले त टक्क मिलाएर राखिदिएको कि सजिलो हुन्छ भनेर होला भाइ हो जस्तो हुनुपर्छ कि यस्तो जेन्टलम्यान ल हामीले चाहिँ भ्यायौँ होइन मम्मीको चाहिँ प्याकिङ हुँदैछ अब हामी जान्छौँ घरमा बाइ द वे आज त मैले मेरो आउटफिट अफ द डे नै देखाएको छैन सो दिस इज माई ओटिडी एकदम कम्फी मलाई चाहिँ यस्तोमा हिँड्दाखेरि चाहिँ एकदम कम्फर्टेबल लागेर चाहिँ हिँड्न मन लाग्छ अनि एकदम सजिलो पनि अनि एकदम मजा लाग्छ हामीले मम्मीलाई लिएर आइदियौँ है ल मम्मी ट्राई गर्नु तपाईँ पनि मिठो हुन्छ भाइ त्यहाँको त है त्यहाँको मिठो हुन्छ कि त्यहाँ हामी वहाँ गएको नि त नि मिठो झोल झन् कस्तो मिठो है मम्मी म चाहिँ घरमा आएर मेरो आउटफिट पनि चेन्ज भइसक्यो टी सर्ट चाहिँ सेम छ जस्ट सर्ट्समा चेन्ज गरेँ किनभने अहिले म जाँदैछु इभिनिङ वकको लागि अहिले बजिरहेको छ 5:48 PM अनि मेरो चाहिँ डेली इभिनिङ रुटिन नै यही हो हामी चाहिँ यतिखेर चाहिँ अब घाम हल्का त्यो उस भइसकेपछि गइसकेपछि इभिनिङ वकको लागि जान्छौँ मम्मी र म पनि जान्थ्यौँ पहिला तर अहिले चाहिँ म अलिक बढी नै वकिङ गर्छु नारायणसम्म त टाढै पर्छ नि त अनि साथी र म जान्छौँ अनि मम्मी चाहिँ यहाँ इभिनिङ वक गर्नुहुन्छ यहाँबाट चाहिँ हामी सँगै जान्छौँ बिच बाटोमा मम्मी उता अनि म यता ल अहिले चाहिँ मेरो साथी त वेट गरिरहेको छ घरनेरि अनि त्यहाँबाट म यहाँबाट जान्छु हिँडेर अनि हामी सँगै जान्छौँ आज चाहिँ म मेरो ब्लगको इन्डियन चाहिँ नारायणीबाट गर्छु ल जाऊँ सँगै आऊ मम्मी यो चाहिँ हाम्रो घरको फ्रन्ट डोरमा भएको प्लान्ट्सहरू कति राम्रो छ सबै थरीको छ क्या प्लान्ट्सहरू है मेरो साथीको एन्ट्री भयो हेलो हेलो थ्याङ्क यू चाहिँ मैले मगाएको हेर न मलाई त्यसले गाली गरेको कि पका तिम्रो बिस्कुट खाइदिन्छु मैले उसको बिस्कुट खान्छ अरे पहिले मुखमा लुकाएर राखेको पका तिमीलाई यहाँको रोड है यस्तो दामी छ
अनि अब हामी चाहिँ यहाँबाट 12 घरबाट हामी नारायणी जान्छौँ वकिङ गरेर अनि हाम्रो टोटल चाहिँ एक दिनमा हामी 10k स्टेप चाहिँ हामी डेली हिँड्छौँ यति गरेर नै हामी दुब्लाएन भने उ त अलरेडी उलाई चाहिँ दुब्लाउनु छैन मलाई चाहिँ दुब्लाउनु छ झन् म दुब्लाउने कारण के हो त सो द्याट मैले अझै धेरै खाना पाउँछु भनेर कि म खानाको लागि दुब्लाइरहेको छु कि एकदम फिट हुनको लागि होइन ल अब हजुर कतिजना थाहा छैन ऊ चाहिँ मेरो फर्स्ट टाइम मेरो ब्लगमा आइरहेको छ होइन अनि म तिमीलाई अनि सानो इन्ट्रोडक्सन दिन्छु तिम्रो नाम के हो भन्देऊ ल ल भन ल म पपुलर चाहिँ हो क्या ल होइन नाम मात्रै भन्दैन अरू भन्छु कि म मेरो नाम चाहिँ आरती नेपाने हो अनि हामी चाहिँ चाइल्डहुड फ्रेन्ड हो नर्सरीदेखिबाट त तिमीलाई चाहिँ मलाई एकदम क्विक क्वेसन गर्छु है हाम्रो फ्रेन्डसिपको कति इयर्स भयो ल अहिलेसम्म भन छिटो अब बच्चैदेखि भन्छ त अब लगभग भनौँ न 22-23 भनौँ न त्यत्रो भयो है जस्ट इमेजिन साथी भन्नु नर्सरीदेखिको अब एज त नभन न क्यालकुलेट गर्नु होला फेरि त्यो भन्दा चाहिँ बढी नै हुन्छ यार तर हामी यति सानोदेखिको साथी हो भनेपछि यु कान्ट इमेजिन कि हामीसँग यति धेरै मेमोरिज छ भनेर अनि उसको सबै सिक्रेट मलाई थाहा छ र मेरो सबै सिक्रेट उसलाई थाहा छ सो यस उसलाई चाहिँ अब हजुरहरूले मेरो ब्लगमा अझै देख्नुहुन्छ हामी अझै काहीँ गयौँ भने अझै ब्लग हान्नेवाला छ यो चाहिँ हाम्रो नर्मल डेको ब्लगिङ हो भेट्न चाहिँ हामी सधैँ भेट्छौँ इभिनिङ वाक हामी इभिनिङ वाक पार्टनरहरू हो हाम्रो रुटिन देखाऊँ भनेर क्या आज चाहिँ किनभने होइन हाम्रो ठाउँमै यस्तो दामी छ अनि प्लस हामी त नेबर्स पनि हो नि त पहिला हामी पहिला हामी चाहिँ रेन्टमा बस्थ्यौँ होइन हामी सबै फ्यामिलीहरू नै अनि हामी यहाँ बस्थ्यौँ भने जस्ट उतापट्टि रोड साइडमा चाहिँ उनीहरू बस्थ्यो हामी सानोबाट नजिक त्यस्तो थियो अनि अहिले पनि फेरि घर बनाएर उनीहरू यता सर्ने 12 घर फेरि हामी पनि त्यतै सर्ने सो यो चाहिँ हाम्रो डेस्टिनी हो प्लस हाम्रो यो फ्रेन्डसिप होला है जसरी हाम्रो भगवान्ले सँगै बनाइदिनुहुन्छ लेट्स होप है त्यसको लागि पनि ल आजको हामीले मैले चाहिँ के भन्दैछु भने ब्लगमा आज चाहिँ हामीले मेरो ब्लगको चाहिँ एन्डिङ चाहिँ नारायणमा गर्दैछु सो त्यहीँ गएर देखाऊँ है त अब है ओके सी यू हेलो ओ आरती हेर तिमीलाई देखेर डरायो नि त ममता देखेर डरायो जस्तो केही गर्दैन टोक्यो ए तिमी पनि इभिनिङ वाक आएको हो इभिनिङ वाक आएको तिमी नि मार्कुलाई पनि लिएर आउनु पर्ने भयो अब यहाँ बाई हामी चाहिँ आइपुग्यौँ नारायणी अनि अब हामी चाहिँ यति वक गरेर आएपछि चाहिँ रेस्ट गर्ने ठाउँ चाहिँ हाम्रो यहाँ हो टक्कै यहाँ बसेर हामी सनसेट हेर्छौँ अनि यस्तो फ्रेस हावा आउँछ नि यहाँनिर सो द्याट्स अल फर टुडे आई होप हजुरलाई मेरो भिडियो मन पर्यो होला एन्ड इफ मन पर्यो भने डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब लाइक गरे नगरे मलाई सब्सक्राइब चाहिँ चाहिन्छ किनभने मैले एम गरेको चाहिँ सब्सक्राइब 2000 पुग्नुपर्छ है गाइस अब छिट्टो नै किनभने अब चाहिँ म एकदम एक्टिभ हुन्छु भनेर कतिचोटि भन्छु तर त्यस्तै हुन्छ हुँदैन अघि तर अब चाहिँ म हुन्छु एटलिस्ट 1 मन्थमा आई विल ट्राई टु पोस्ट 2 to 3 भिडियोज है सो या आजको मेरो भिडियो यति नै थियो अनि यहाँ हुनुहुन्छ मेरो स्पेसल गेस्ट आजको हामी अझै धेरै भिडियोहरू बनाउँछौँ सँगै सो त्यो भिडियो हेर्नको लागि पनि सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला बाई